बालिनको डिजिटल क्रान्ति। नेपालमा फेसबुक र गुगलको विशाल साम्राज्य। 5 अर्बको लगानीले काठमाडौँ बन्यो एसियाकै टेक हब। के तपाईलाई लाग्छ नेपालमा केवल बाटो र पुल मात्र बन्दैछ? तपाई गलत हुनुहुन्छ। बालिन शाहको नेतृत्वमा नयाँ सरकार बनेसँगै अहिले नेपालमा एउटा यस्तो डिजिटल महाभूकम्प आएको छ जसले सिङ्गो विश्वको ध्यान काठमाडौँतिर खिचेको छ। विश्वका सबैभन्दा ठूला टेक जोइन्ट फेसबुक र गुगल अब अर्बौंको डलर बोकेर नेपालको ढोकामा आइपुगेका छन्। यो बालिन सरकारको त्यो जादु By implementing this machine learning model, we can predict out र नीतिगत अस्पष्टतालाई खरानी बनाउँदै नेपाललाई विदेशी लगानीकर्ताहरूको स्वर्ग बनाइदिएको छ। अब नेपाल केवल लोड सेडिङ र बेरोजगारको देश रहेन, यो अब विश्वकै नेक्स्ट टेक हब बन्दैछ। सुन्नुहोस्, फेसबुक, इन्स्टाग्राम र व्हाट्सएपको मातृ कम्पनी मेटाले नेपालको इन्टरनेट जोइन्ट वर्ल्डिङसँग मिलेर 5 अर्ब रुपियाँ लगानी गर्ने ऐतिहासिक सम्झौता गरेको छ। काठमाडौँको माता तीर्थमा रहेको डेटा सेन्टरलाई विस्तार गर्दै मेटाले अब नेपालमै आफ्नो